गाइज वेलकम ब्याक टु यहाँ किराती ब्लग। तपाईँहरूलाई फेरि मेरो ब्लगमा स्वागत छ। आजको ब्लग चाहिँ हाम्रो दोस्तको बुक भन्दाखेरि नि गाइज एकाउन्ट बुक हो क्या। अहिले हामी कुन महिनामा छौँ जमिन जेठमा पुगिसक्यौँ तर पुगे किनेको छैनौँ। अब हामी झिल्लीलाई तर्फतिर जाँदैछौँ गाइज पुग्दैन गर्दै आज घुम्ने पनि प्लान हो क्या हाम्रो। फेरि छुट्टी छ आज के को छुट्टी थियो आज त गाइजहरू खुसी भयो जे भए पनि छुट्टी नै हो। रमाइलो गर्नुको लागि आज हामी बोल्नको लागि हिँडेको गाइजहरू। अब चाहिँ हामी हिँड्नेछ। अब एक दुईजना साथीहरूको घर पुगिन्छ उनीहरूलाई बोलाइन्छ अनि सँगै केटाहरूसँग पनि मजाले रमाइलो गर्दै हिँडिन्छ। अब यही हो आजको भ्लग चाहिँ मेरो। अब हल्का होइन चट्ट राम्रै जान्छ क्या रमाइलो पनि हुन्छ अनि थोरै काहीँ मिस्टेक पनि हुनसक्छ है गाइजहरू हेर्दै गर्नु होला मेरो भ्लग चाहिँ। यहाँ थियो मौसम चाहिँ अलिक राम्रै छ। यति साह्रो घाम पनि लागेको छैन है गाइजहरू। मौसममा त बबाले छ एकदम रमाइलो। कस्तो हरियाली देखिरहेको छ आइफोन नभएर पनि होइन जान्छ है यस्तो मजाको आउँछ क्यामेराबाट। तर मेरो फेस चाहिँ मिलाउनु पर्छ बिस्तारै भइहाल्छ नि। फेसको त चिन्तै गर्नु पर्दैन। यसो हल्का गाइजहरूले सपोर्ट गरिदिए पो फेसको पनि मेरो त कस्तो चलिहाल्छ। अच्छा ठीक है। यसो एक दुईवटा भ्युज त आओस् न एकजना मान्छेबाट लगभग छोटै अलिअलि धेरै गाइजहरू। हामी सुमित च्यामजुङ राइट च्यामजुङ लिम्बूको घर आइसकेको छ। लक्की सरप्राइज दिने कुरा गर्छ। यो चाहिँ हाम्रो एउटा बुक होइन सरी कपी हो। हिजोहरू सुमित सुतिरहेको छ हेर्नु सक्नुहुन्छ तपाईँ। सरप्राइज गाइजहरू हेर्न सक्नुहुन्छ हामीले खतरा सरप्राइज दिएको छौँ होइन जमराई। कस्तो मजाले सुतिरहेको छ ल गाइजहरू। एकदम रमाइलो तरिकाले साथीलाई सरप्राइज गरेर उठाइसकेको छौँ हामीले। कपडा लगाउनु मस्त ठिक छ त सुतिहालेछ नि त्यो गाइजहरू। आयुष शङ्करको घर आइरहेको छु। आयुष शङ्कर सुतिरहेको होला। अब आयुषलाई हामीले कस्तो सरप्राइज तरिकाले उठाउँछौँ हेर्नु होला। यतापट्टि रहेछ चोरहरूको दिमाग। जुत्ता लगाएछ बंद डंग बंद करो हाथ जोड़ के मैं मोदी साहब से गुजारिश करता हूँ। ये फंस गया सीएम। पुलिस आयो चौकिन गुम्बाकरण
ओइ विरोधन ओइ झापा जिल्लाको प्रहरी आएको छ ओइ कहाँ गयो ओइ आयोस् ओइ आयोस् समझ रहे हो अरे कहाँ भन्छ फेरि कहाँ लामो निन्द्रामा रहेछ कहाँ जाने भन्दैछ कहाँ जाने भन्दै किन जाने भनेको हैन हिँड पठाएको छ मैले त म बाबालाई त्यतिकै हिँड न अलि हिँड कहाँ जानु अलि ढिला नगर कपडा लगाउ न सबैलाई कपडा लगाएर सुमित त सुतिरहेको त्यहाँ बाहिर बसिरहेको पानीले छेपेर उठाएर हामीले त उठाउँदै लिएको अहिले हामी उठाएर लिएको केटाहरूले कति भयो मलाई 2 घन्टा भइसक्यो कोही छैन चले एक काम कर 200 रुपया दे और 50 रुपया काट ओवर एक्टिंग के वजह ये पिया भाई दरवाजा खोल कत्रो सुतेर आइस थेट आइस धनी कत्रो उठाएको ओइ झिलझिलेमा कपाल काट्ने ठाउँ दामी छ हो छल त्यही काट्नु पर्छ गाले भाइ चाहिँ सुतेर गाइस थेट कन्टेन्टै बनिने पाएको छैन यार चाहिँ दाइलो लगाएछ र मात्रै कि नत्र त उसलाई त आज हामीले यस्तो खतरा सरप्राइज दिने थियौँ कि गाइस आजको दिन चाहिँ हामी 87 जाँदैछौँ गाइजहरू हेर्न सक्नुहुन्छ होला हामी जहिले चाहिँ हामी साथीहरू भएर 87 कतै कतै घुम्न जान्छौँ पनि अनि यस्तै रमाइलो तरिकाको भ्लगहरू पनि बनाउँछौँ गाइज आज चाहिँ एकदमै गर्मी छ तर पनि तपाईँहरूको लागि भनेर मैले कन्टेन्टको लागि चट्ट भ्लग बनाउनलाई हिँडेको छु अहिले चाहिँ यो झिलझिलेदेखि टक्क हामी छिर्यौँ अनि टक्क छिरेर बनाउने मेरो कुरा भयो टक्क बनाउने मन लाग्यो अनि चट्ट अब बनाइहालेँ मैले केटाहरू चाहिँ गफ गर्दै आफ्नै तालमा हिँडेछ म पनि आफ्नै तालमा भ्लग बनाउँदै हेर्न सक्नुहुन्छ एकदमै राम्रो बाटोहरू हरियाली छाइरहेछ आइफोन नभए पनि हामी त यस्तै फोनले खतरा खिचिन्छ आयोस् यस्तो हल्का गजब बेइज्जती है बनाइरहेको छ कपाल काट्नु पर्ने यार खतरा आइरहेछ नि यता रियल भ्लगर चाहिँ यहाँ मैले बोकिरहेको छु के भन्नु खोजेको मैले रियल भ्लगर चाहिँ म हो है ऊ चाहिँ पार्ट टाइम जब गरेको अनि यहाँ देख्न सक्नुहुन्छ दुईवटा यहाँ बाँदरहरू साइकलमा छैन अगाडि भ्यू नै नराम्रो गर्थ्यो यार यिनीहरूले यस्तो राम्रो निक्लिरहेछ हो हामी जानु चाहिँ त्यही ठाउँ गएको हो 87 कति 10-15 चोटि गइसक्यो 10-15 चोटि त के त्यति नै मानौँ न होइन जहिले घुम्न जाने कहाँ 87 त्यही हाम्रो अब अरू छैन अब घुम्नु पनि यस्तोहरूसँग जानुपर्छ यहाँ हेर्नु नि यहाँ चोरहरू यसो केटीहरू राम्रो हुँदा पनि म भन्नु मुला अनुहार हेर्नु पनि मन लाग्ने यस्तो चोर जस्तो अनुहार बोकेको यति साह्रो नि भन्नु हुँदैन अहिले फेरि मजा यहाँ हेर्दै न यसो साडी लाएर आएँ भने कालो चस्मा लाएँ भने नराम भने ओइ होला ओइ गाइस अहिले चाहिँ हामी आधा बाटो आयौँ अझै पनि लामै यात्रा गर्नुपर्ने छ हाम्रो चाहिँ साइकलबाट लगभग कति मिनट लाग्छ केटा हामीलाई त्यहाँ पुग्न त्यस्तै होला नि आधा घन्टा त्यस्तै आधी घन्टा होला त्यस्तै लगभग पुगिहालिन्छ गाइस अब बिस्तारै बिस्तारै बिचमा हल्का हल्का क्लिप बनाइन्छ रमाइलो तरिकाकै अब ओहो भाइ के छ ओ भाइ राजा ठिक छ ठिक छ अरे यो बाइकलाई ठिक छ भन्छ केटाहरू पर हेर्न सक्नुहुन्छ तपाईँले
ऊ पर त्यो दुईटा बाँदर अघिदेखि के गर्दै गर्दै ढिलो आउँदैछ गाइजहरू जङ्गलको बिचतिर यो चाहिँ छ है सिधा बाटो अनि एउटा बाटो अनि त्यसको वरिपरि पुरै टक्क होइन यो के परे मसलाको बोट अनि यो टुकटुक के बोटहरू छ रमाइलो छ जिन्दगी भनेको यस्तै अब सानो सानो कन्टेन्ट बनाएर सुरुवात चाहिँ हुने हो बल्ल बल्ल सिक्दैछु गाइजहरू भ्लग बनाउन किन हो गाइजहरू सपोर्ट चाहिँ गर्नु नभएको क्या सपोर्ट हुनु पऱ्यो क्या सरी गाइज अति नै रेला गरिहाल्दो रहेछ म चाहिँ जङ्गलमा उहु तपाईँहरू हँसाउनु परेन हल्का हल्का के हो आफ्नै अनुहार मात्रै देखायो भने त तपाईँहरूलाई फेरि अल्छी लाग्न थाल्छ त्यसै भएर आफै हल्का रमाइलो पनि गराउनु पर्यो होइन जोक पनि ओके गाइज अहिले चाहिँ हेर्न सक्नुहुन्छ ऊ परको दुईटा चोरहरू पछाडि पछाडि आउँदैछ के खान आएको अरे बाँदरहरू आफ्नो घर सम्झेर जाँदै रहेछ लामो लागेको बाटो अति नै लामो छ ओ बाँदर ओ बाँदर ओ बाँदर नो रिप्लाई गाइस इग्नोर हाने क्या मलाई त बाँदर बोल्दैन तर सच्ची यार सही भन्यो उसले के पऱ्यो भेल फेरि भन्नु त बाँदर यही नहीं अभी और सुनिए बोल्दैन त्यो त सही कुरा हो गाइस बाँदर बोल्दैन भनेको हो त्यसै भएर त्यो दुईवटा बाँदर बोलेन मान्छे भने भर्खर टर्निङ आउँदो रहेछ उतापट्टि जाने यहाँ भर्खर टर्निङ उतापट्टि ओइ गल्यो ल त्यसो भने चेन्ज गरौँ है गाइस साइकल अब हामी चाहिँ यस्तो डबल छौँ त्यसै गरेर स्विच गर्दै चढ्छौँ सबिन चाहिँ एक्लै हो उहाँ ठ्याक्क त्यो उयो यस्तो पुऱ्याउ कि म त्यहाँबाट हाक्छु ल तिमीलाई ठक्क तिमीलाई म त्यहाँबाट हाक्छु अब चट्ट अनि मेरो पालि गाइस अघि फेरि मैले हाकेँ फेरि उसले हाक्यो अब फेरि मैले उसले 87 अनि आधी घन्टाको बाटो त्यही माथि गाइस उकालो त्यही माथि अलिक पाहाड टाइपको हो क्या मतलब पाहाडमै छ भनौँ न त्यस्तै हो अब रमाइलो गर्दै जान्छ अटोमा एक दुईवटा केटीहरू पनि राम्रो आउँदै होला म आशा गर्दैछु तर मेरो जस्तो अनुहारले पटिँदैन त्यो चाहिँ थाहा भएको कुरा गाइस हामी अस्ति प्यान्ट गरेर उताबाट पसेको जाइन्छ ल एकछिन सुमित ल स्लिम होला चट्ट हामी यहाँ बस्यौँ काले भाइहरूलाई पर्ख्यौँ न एकछिन काले भाइहरूलाई पर्ख्यौँ ल ओ काले भाइ ओ गाइजहरू टर्निङ हेर्नु यता बाइक यो पनि उस्तै हो उस्तै जान्छ तर अलिकति उता टाढा जान्छ उता गाउँपट्टि जाने यो चाहिँ सिधै छिर्ने चाहिँ बजारतिर छिर्छ केटाहरू चाहिँ अहिले चाहिँ रमाइलो भइरहेछ ल सुमित तिमी आरामले बस म एकछिन हाँक्छु ल बनाउनु अहिले चाहिँ हामी गाइज हेर्न सक्नुहुन्छ हामी यो टक्क 87 को होइन बोर्डमा आइपुगेछौँ यहाँदेखि हामी गेटिङ साइड हुँदैछौँ गेटिङ साइड हुँदैछौँ थोरै हेर्न सक्नुहुन्छ खोइ कुन स्कुलको एउटा स्कुल पनि आइरहेको रहेछ गाइजहरू हेर्न सक्नुहुन्छ ऊ पर एउटा स्कुलको बस हाम्रो केटाहरू छ यो चाहिँ 87 आइसकेको छौँ हामी फाइनल्ली अहिले चाहिँ पुरा पसिनाले डुक पसिना आएर क्या सासै फुलिरहेछ क्या अलिकति साइकल कुदाएर होला कुन चाहिँ बुढो बाजे जस्तो देखियो त उही बुढो बाजे जस्तो देखियो त मैले तिमीलाई अरे आइसकेपछि लग्यो साइकल चार्ज पारेर हावा खान पाइहाल्छ यस्तो छ है केटाहरू गाइजहरू यो 87 त
ल है गाइजहरू साइकल पार्कमा यहाँ रहेछ बाइक पनि छ यहाँ हामी यहाँ जान्छौँ पुलदेखि सर हेर्दै बतासी यस्तो चाहिँ गाइजहरू तपाईँहरू नआउनुहुन्छ भने यतिकै ठाउँ छ रमाइलो कति वर्ष भइसकेको रहेछ यो रुख चाहिँ खोइ हाम्रो एकजना साथीभाइ चाहिँ तपाईँहरूले घरमा एकदम रमाइलो परिरहेको छ पानीहरू आउँदैछ तर अलिक तातो पानी रहेछ घाम लागिरहेको छ कि झट्ट तातो पानी रहेछ पुरै पानी चाहिँ यो खोलाबाट आउँछ क्या पर खोलाबाट नाली नाली हुँदै हुँदै आउँछ यस गाइस अहिले रमाइलो हुँदैछ हामी अहिले जङ्गलमा कट्ट भनेको अब बाख्राहरू पनि सक्नुहुन्छ बाख्राहरू रहेछ चट्ट अब पानीहरू छोरी छोरी तर्दै तर्दै जानुपर्छ ओहो ओहो क्याची थोरै थोरै चिसो ओहो माछा रहेछ गाइसहरू हेर्न सक्नुहुन्छ हो छिरा त एकचोटि हेरौँ त ओइ कहिले चप्पल लगाएको छ छिरा त ओइ माछा त खतरा रहेछ ल गाइजहरू माछा मार्न गयो माथि छिक त म ओ भतिज माछा भेट्यो अरे उता जमिनलाई जुम गरेको थियो मैले माछा ओइ सुमित माछा देखाऊ त ल देखाऊ त माछा मचाउले भिजाएछ माछा सुगाइज अहिले चाहिँ माछा मार्यौँ होइन हामीले भन्दा नि भतिजले मारेको छ ऊ मार्दैछ झुल बोक्दै हिँड्दैछ गाइस हेर कस्तो झुल बोक्दै हिँड्दैछ मचा उयोहरू त गाइस झन् मचा उयो गर्दैछ पानीमा भिजाएर निचरेर अब बोकेर लान्छ ओ जमिन हिँड न सुमिते लास्ट उयो रहेछ यार पनौती रहेछ यार कसले झर्छ भनेको थियो तिमी भिज्यो हो ल ए केटाहरू ओए गाइस कस्तो खतरा देखेको पहाडहरू आम्मा बाबा रे बाबा हेर्नु त पाइपको सप्लाई हुँदै चर्र यहाँ त उता धारामा जान्छ क्या त्यो अघि मैले धारा देखाएको थिएँ नि त्यो धारामा फेरि भरे आउँछौँ हामी भरेबाट हिँड्दै जान्छौँ वेट गाइजहरू लो अहिले चाहिँ हामी जङ्गलको बिचमा हेर्न सक्नुहुन्छ तपाईँलाई म वरिपरि देखाउँछु वरिपरि केही छैन चट्ट हेर्नु त छ नि त छ अच्छा ठीक है गाइस सरी तर उयो छ क्या
बेसी नै जङ्गलहरू छ क्या ए पौडी खेल्न ठाउँ हाम्रो छोटो स्विमिङ पुल गाइड चाहिँ हेर्न सक्नुहुन्छ सानो स्विमिङ पुलहरू केटाहरू सबैले हेर्दैछ ऊ यो केटा मन्दिर रहेछ है
चाहिँ हामी झरना पछाडि तपाईँले देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामी माथि नै दोस्रो झरनातिर जाने कुरा भयो हाम्रो। पकाइ म आउँदैछु। म चाहिँ बाटोहरू हेर्नु न यस्तो छ, भिरालो भिरालो टाइपको सेम पाहाडै हो क्या यो चाहिँ। फेरि 87 पाहाडमै छ क्या। यस्तो हेर्नु त जमिनहरू त कडा छ। मान्छेहरू धेरै हल्ला गर्दैछ, धेरै नै छ जस्तो लाग्दैछ मलाई। मुभ अन। हेर्नु त गाइस तल बाटो। कस्तो छ त बाटो गाइस, हेर्नुभयो? डेन्जरस छ नि गाइस बाटोहरू। तपाईँले तल जङ्गल अनि हामी यहाँ अलि धेरै कराएको छैन, केही पेटाकपटक कराउँदैछ। ओहो गलिँदा रहेछ गाइस लास्ट यार। यस्तो जङ्गलभित्र आउँदाखेरि त पाहाड पो चढेको त नि कहाँ रेला कुरा हो र गाइस। केटाहरू म माथि रहेछ, टम्मा चाहिँ खाने चाहिँ केटाहरू। ओ गाइसहरू केटाहरू यहाँ छ। केटाहरूले मलाई बोलाएको छिटो आऊ भनेर म आइसकेको छु अहिले चाहिँ। कति डेन्जरस क्या, एकदमै अप्ठ्यारो बाटो रहेछ अलिकति अलि। देख्न सक्नुहुन्छ हामी रफ्तारमा गइरहेको छौँ। देखिएको छैन होला गाइस आजको ब्लग चाहिँ कस्तो लाग्यो तपाईहरुलाई लाइक शेयर एन्ड सब्स्क्राइब एन्ड कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला। आजको ब्लग यस्तै छ, रमाइलो हल्का चस्सा केटाहरु एकचोटी कराउ त कराउ फेरि चस्सा जेरिका गाइस एकदम
उसकाले कत्रोमा उयो लक गरेछ हौ उसकाले लक किन गरेको यो कसले चलायो अति नै के उयो पारेछ क्या अति नै छ नि यो आकाशै तोरा सेतो देखिन्छ क्या लक भने सो गाइस आजको भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब चाहिँ गर्नु नबिर्सिनु होला आजको भिडियो यस्तै छ रमाइलो हल्का जोसिँदै रमाइलो पारामा हाहाहुहु कराउँदै हल्का रमाइलो गर्दै अनि चटपट सबैले खाजा खानु गयो अब फेरि गएर खाजा खाने हो यो बाटो चाहिँ हाम्रो आधा घन्टा छ क्या गाइस त्यही भएर पुरै कस्तो टाढो भएर बिल्न गाह्रो साइकल रमाइलो भयो तर गाइस आजको भ्लग चाहिँ एकदम रमाइलो तरिकाले हेरिदिनु होला अनि सपोर्टिभ चाहिँ हुनु पऱ्यो है गाइसहरू भ्लग देखियो बाई बाई अब आजको भ्लग यति नै फेरि अर्को भेटौँला तपाईँहरूलाई